राष्ट्रिय परिचय पत्रकै लाइनमा गएर त्यो पोर्टल छ त्यहाँ गएर भर्नुस् तपाईँ आइरहनु। अब निर्वाचन घोषणा भइसकेको सन्दर्भमा मतदाताको रुचि बढेको कारणले मतदाताको उत्साह बढेको कारणले गर्दाखेरि र काठमाडौँ जिल्लामा सबै जिल्लाका 77 जिल्लाका मतदाताहरू बस्ने भएको हुनाले यस कार्यालयमा भिडभाड हुनु स्वाभाविकै हो। हामीले त्यसलाई स्वाभाविक रूपमा लिएका छौँ र जसरी मतदाताहरू उत्साहको साथमा नामावली सङ्कलन गर्न आइरहनु भएको छ, हामी पनि कर्मचारीहरू पनि एकदम उच्च मनोबलका साथ उत्साहका साथ बिहान 7 बजेदेखि बेलुका 8-9 बजेसम्म पनि काम गरेर उहाँहरूलाई समावेश गराउने, उहाँहरूलाई नछुटाउने, सबैको नाम समावेश होस् भनेर हामी चाहिँ एकदम लागिरहेका छौँ। अलिकति सुरुमा अलि चाप हाम्रो कम थियो। सबै मानिसहरूको स्वभावै त्यस्तो रहेछ कि लास्टमा गएर सबैजना आत्तिने। अहिले पछिल्लो हप्ता एकदमै चाप रहन गयो हाम्रो कार्यालयमा। हिजोदेखि निर्वाचन आयोग र पञ्जीकरण विभागसँग हाम्रो राष्ट्रिय परिचय पत्रसँग जोडिसकेपछि चाहिँ अब चाहिँ बिस्तारै यो भिडभाड कम हुन्छ, अलि सहज हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। यद्यपि आज त मतदाताहरू राम्रै सङ्ख्यामा उपस्थित हुनुहुन्छ। अब यो सन्दर्भ के हो भन्दाखेरि राष्ट्रिय परिचय पत्रको विवरणबाट मतदाता नामावली सङ्कलन गर्न मिल्ने भएपछि मतदाताहरूले के बुझ्नु पर्यो त भन्दाखेरि मतदाता नामावली राष्ट्रिय परिचय पत्र हुँदैमा सिधै मतदान गर्न पाइन्छ भन्ने अर्थ लगाउनु भएन। जसको मतदाता नामावलीमा नाम छैन र जोसँग राष्ट्रिय परिचय पत्र छ उहाँहरूले चाहिँ निर्वाचन आयोगको वेबसाइटमा गएर त्यहाँ राष्ट्रिय परिचय पत्रलाई राख्नुपर्ने हुन्छ। विवरण राखिसकेपछि एउटा प्रक्रिया उहाँहरूले पुरा गर्नुभयो भने त्यसबाट मतदाता नामावली तयार हुन्छ। राष्ट्रिय परिचय पत्र भएकाहरूले त्यसरी काम गर्ने हो भने केही सङ्ख्या चाहिँ राष्ट्रिय परिचय पत्र नभएका मतदाताहरूको पनि छ। उहाँहरूले चाहिँ पुरानै प्रक्रियाबाट अनलाइन आवेदन फर्म भरेर अनि यहीँ आएर नामावली सङ्कलन गर्न सक्नुहुन्छ। विगत 67-68 सालदेखि नै हामीले यसलाई अभियानको रूपमा नामावली सङ्कलन गरेको हो निर्वाचन आयोगले र गत निर्वाचनहरूमा चाहिँ पालिकाहरूमा वडाहरूमा पुगेर पनि मतदान नामावली सङ्कलन गरिएको हो र यो निरन्तर हुने प्रक्रिया हो। यो सार्वजनिक बिदाको दिन बाहेक र निर्वाचन घोषणा भएको छोटो समय बाहेक अरू सधैँभरि यहाँ निर्वाचन 77 वटा निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन भइरहेको हुन्छ। आम मतदाताले चासो राखेर बेलैमा सङ्कलन गर्नुभयो भने यो चाप पर्दैन। हामीले चाहिँ एकैचोटि लास्टमा गएर आत्तिने अवस्था आउँदाखेरि चाहिँ चाप पर्नु स्वाभाविक हो। हामीले नामावली सङ्कलन गरिरहेका छौँ। मतदाताहरूले अनलाइन फारम पनि भरिरहनु भएको छ। सार्ने सच्याउने प्रक्रिया पनि त्यसैबाट भइरहेको छ। सबैजनाले एकैचोटि लास्टमा काम गर्न आत्तिँदाखेरि केही सर्भरमा चाप परेको स्वाभाविक हो र सर्भर कहिलेकाहीँ थोरै छोटो समयको लागि डाउन हुने हो। सधैँ डाउन भइरहेको अवस्था हुँदैन। लामो समय पुरै डिस्टर्ब भएको, मतदाताले कामै गर्न नपाउनु भएको, हामीले पनि काम गर्न नपाउनु भएको अवस्था होइन। कहिलेकाहीँ मेन्टेनेन्सको कुरा होला, कहिलेकाहीँ डाउन होला, एकदम छोटो समयलाई भइरहेको छ र बिस्तारै हामीले काम गरेर त्यसलाई सहजता रूपमा लिएर काम चाहिँ सम्पन्न गरेका छौँ र यहाँ आउनुभएको मतदाताहरूलाई नछुटाइकन बेलुका चाहिँ ढिलोसम्म बसेर भए पनि हामीले सम्पन्नै गरेर पठाएका छौँ। बिचमा कोही फर्किनु भयो भने हामीलाई जानकारी भएन, धैर्यतापूर्वक यहाँ बस्नुहुनेलाई हामीले फिर्ता गरेका छैनौँ। काम पुरै सम्पन्न गरेर नै उहाँहरूलाई पठाएका छौँ।